एन्जिलाले पनि रोक्न सकिनन् इस्ट बेंगाललाई। साफ वुमन्स क्लब च्याम्पियनशिपमा इस्ट बेंगालले फाइनल खेलमा एपीएफलाई 3-0 ले पराजित गर्दा अञ्जना राणा मगरको गल्तीले गर्दा गोल खाएपछि नेपाली फ्यान्सहरूले अञ्जनाको ठाउँमा एन्जिला भएको भए एपीएफले हार्दैन थियो भन्ने खालका टिप्पणीहरू गरेका थिए। तर यता भारतीय महिला लिगमा एन्जिलाले खेल्ने टिमले पनि इस्ट बेंगालसँग हारेको छ। एपीएफ भन्दा पनि राम्रो टिमबाट खेलेर पनि एन्जिलाले इस्ट बेंगाललाई रोक्न सकिनन्। यसको मतलब हाम्रो गोलकिपर नराम्रा भन्ने होइनन्, इस्ट बेंगाल टिम चाहिँ राम्रो हो भन्ने बुझ्नुपर्छ। किनकि इस्ट बेंगाल यसअघि पनि वुमन्स लिगको विजेता टिम रहेको छ। कल्याणी स्टेडियममा भएको खेलमा इस्ट बेंगालको तर्फबाट सौम्या गुगुलोथले 77औं मिनेटमा गोल गरेकी हुन् र इस्ट बेंगालले 1-0 ले खेल जित्न सफल भएको हो। यस गोलका लागि सुलञ्जना राहुलले असिस्ट गरेकी हुन्। बक्स बाहिरबाट लेफ्ट फुटेड शट प्रहार हुँदा एन्जिलाले बचाउन नै सकिनन्। सेतु एफसीले पहिलो खेलमा किक स्टार्सलाई 2-1 ले पराजित गरेको थियो भने यो खेल हार्दा अहिले लिगमा 5औं स्थानमा छ। इस्ट बेंगालको भने यो पहिलो खेल हो र यो जितसँगै इस्ट बेंगाल तेस्रो स्थानमा उक्लिएको छ।